गुड मर्निङ टु यु अल। अनि यहाँ छ हाम्रो भाइ। अब चाहिँ हामी हाम्रो पुरानो घरमा जाँदैछौँ। दिदीले बनाएर दिनुभएको हामीलाई। सो हामी चाहिँ रेडी भएर बसिसकेका छौँ। पानी भर्यो। वी आर अल सेट गाइज। अब हामी गाडीको वेट गर्दैछौँ। त्यसपछि हामी गाडी चढेर जान्छौँ। त्यहाँ चाहिँ माछा पालन हुन्छ है साथीहरू, हेर्नु। के कस्तो राम्रो। हामी चाहिँ पुगिसक्यौँ साथीहरू। सी द्याट हाई भन्नु। सेम 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 सेम। So this is the view. So हामी चाहिँ यो पुल तरेर त्यहाँ पुग्दैछौँ। अनि खोला हेर्नु कस्तो राम्रो हो, कस्तो राम्रो देख्दैछ। म यहाँ छु लास्टमा हेर्नु। यहाँ चाहिँ पैसा तिर्न पर्छ है साथीहरू। यसरी 30 रुपियाँको हामीले बिल टिकट काट्नुपर्छ। अनि हेर्नु, वाह चिसो हो। कति चिसो हो, चिसो रहेछ साथीहरू। गएर हेर न। चिप्लो छ, चिप्लो राम्रोसँग जाँदैछन्। भ्याउ लाउने गरेको हेर्नु। त्यहाँ पानी भित्रको भ्यू यस्तो छ साथीहरू। पानी हो, यता नि पानी, यता नि पानी। यहाँ पूजा रहेछ ढोगम। सो लुक एट द भ्यू। ए हात मात्र देखेछ तिनीहरू हल्लाको मात्र। बाहिर निकाल। ए अझै निकाल। भयो दुईजना। मैले कहाँ मैले देखेको छैन यिनीहरूलाई। अब नि ए त्यहाँ रहेछ नि है उकै। सो हामी दुईजना चाहिँ त्यहाँ माथिबाट आइसकेका छौँ। हामी टिका नि लगाएको थियौँ। सो एकदमै गर्मी छ साथीहरू, हेर्नु सक्नुहुन्छ हजुरहरूले। त्यहाँ मन्दिर रहेछ। अब हामी त्यहाँ जानु बिर्सेछौँ। हामी अब त्यहाँ जानु। मेरो हातमा चाहिँ यसमा चाहिँ मैले अस्ति टिका लगाइदिएको थिएँ। तर यता चाहिँ कसरी के अरे टिका लगाइए चाहिँ थाहा भएन साथीहरू। सो यहाँ चाहिँ हल्का हेरेर हिँड्नुपर्छ। खासै गहिरो त छैन बट सो यु क्यान सी दिस। झर्नाको नजिक आइसक्यो चाहिँ साथै धेरै चिसो छ। तर खस्न लागेको। सो हेर्नुहोस्, यहाँ हजुरहरूले दर्शन गर्न सक्नुहुन्छ। यहाँ घन्टी रहेछ। अब त हामी जाँदैछौँ। अब हामी गाडीमा जान्छौँ। अनि अर्को डेस्टिनेसनमा पुग्छौँ। खानेपानीको सुविधा रहेछ। सो एकजना ड्रिङ्क क्या। सो अब म यहाँ पानी पिउँदैछु। त्यहाँ छ हाम्रो गाडी। यही हो। कस्तो दामी देखेको है। पानी यहाँबाट आएको हो कि, यहाँबाट बग्दै यहाँ गएको। अनि उताबाट नि कलर एकदम राम्रो छ। एकदम राम्रो ठाउँ छ साथीहरू। हजुरहरू पनि अवश्य आउनु होला। सो हेर्नु यस्तो हरियाली छ त्यहाँ। अनि यहाँ हेर्नु जाँदै हुनुहुन्छ भिडियो बनाउनेहरू। अनि त्यहाँ हुनुहुन्छ त्यो टिकट दिनुहुन्छ जुन अङ्कलले। उहाँ चाहिँ मलाई एकदम स्विट लाउनुहुन्छ, एकदम स्विट।
सो दिस मच फर टुडेज ब्लग अनि म चाहिँ अब यो ब्लग चाहिँ अर्को भिडियोमा चाहिँ कन्टिन्यू गर्छु र भिडियो चाहिँ लामो नहोस् भनेर मैले चाहिँ यो ब्लगलाई चाहिँ छुट्याएको छु। यो चाहिँ हाम्रो जम्मा गाईघाट गएको मात्र ब्लग हो र अर्को चाहिँ हाम्रो उता दरबार गएको पनि आउँछ, त्यो हेर्न चाहिँ नबिर्सिनु होला। अनि यो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ टिल एन्ड बाई।